हेलो नमस्ते यो मेरो नयाँ च्यानल यो विवेक केसी ब्लग छ। विवेक केसीकोमा भ्लगमा गएर हेरिदिनु होला। सबैजनाले त्यही भन्न चाहनेछु। विवेक केसीको भ्लगमा राम्रै म अब हाल्नेछु। यस्तै गरेर न्यू भ्लग गर्दै हाल्दै जाँदैछु। अहिले म मम्मीहरूको पुरै कामहरू स्पेसल भएको छ। स्पेसल नयाँ स्पेसल भएर नि हामी जाँदैछौँ। अब म एकछिनपछि मम्मीहरूलाई देखाउँछु। मम्मीहरूलाई देखाएपछि म अनि भित्र एकछिनपछि खाना पकाएको देखाउने छु। खाना पकाएको देखाएर नि म डाइरेक्ट गएर अङ्कललाई देखाउँछु। अङ्कललाई गएर अङ्कलको घर आन्टीहरू जान्छु। उता आन्टीको घर जान्छु, यता आउँछु। यताबाट डाइरेक्ट जस्तै अब कसले छिमेकी भन्छ नि त्यस्तै हो। म यतिकै जाँदैछु। अहिले पछि मेरो भिडियो अन्तिमसम्म हेरिदिनु होला। सबैजना लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। हाम्रो काम भएको छ है। हाम्रो काम छ। यता मम्मी काम गर्नुहुन्छ। चट्टो नामहरू छ। मम्मी काम कस्तो छ? बडी कस्तो छ? राम्रै छ। अनि तपाईँको काम कस्तो छ? स्पेसल छ? काम स्पेसल छ? मम्मी काम कस्तो भइरह? काम यहाँ हेर्नु नि त्यो। हजुर। अनि भट्टै यति छ। यहाँ ढुलो छ। एकछिन वेट गर्नु होला। आन्टी भट्ट चुड्दै लामो भएको छ। हजुर। कार्तिक लाग्यो। अब कार्तिक लागेको छ। म अहिले सोनी आउँछ आन्टी गर्छ नि। गो म अहिले यहाँ जाँदैछु आन्टीको घरमा होइन। आन्टीको घर गएर म अनि अङ्कल यहाँ हुनुहुन्छ। युट्युब बनाउनु लागि युट्युब हेर्नु न युट्युब। हजुर। आन्टी घरमा क्या लानुभएको छ? घर बनाएर आइसकेको छु। अङ्कल यहाँ आउनुभएको छ। यहाँ रन्जु दिदी बस्नुभएको छ। यहाँ मम्मी राम्रै काम गर्दै हुनुहुन्छ। अनि चाहिँ यहाँ बस्दै हुनुहुन्छ। आन्टी अङ्कल आन्टी भाइ बस्नुहुन्छ। म यहाँ बाहिर जाँदैछु। सोनी छोड्यो होला। ओके म यहाँ फुलहरू देखाएर आएको छु। अङ्कल यहाँ भट्ट उस गर्दै हुनुहुन्छ। ल देखाइदिन्छु ल हेर्नु। अनि त्यो रान्ने एकछिन त युट्युबमा हाल्ने हो त। त्यही त नि खिच्नु त्यही त नि।